200 भन्दा बढी अन्य ग्रहका आत्माहरूलाई फरक फरक स्थानहरूमा उतारिएको छ। यी आत्माहरूले फरक फरक स्थानहरूमा जन्म पनि लिइसकेका छन्। स्टारसीड आत्माहरू भन्नाले ती आत्माहरूलाई जनाइन्छ जसलाई विश्वास गरिन्छ कि तिनीहरू कुनै अर्को ग्रह वा आयामबाट पृथ्वीमा आएका हुन्। लन्डनकी 42 वर्षीय केली टाइलरको कथामा उनको आत्मा एक एलियनको आत्मासँग बदलिएको थियो। तपाईको आत्मा कुनै टाढाको प्रकाश प्रणालीको वंशज हो? के तपाईले कहिले ताराहरू हेरेर वर्णन गर्न नसक्ने पुरानो याद महसुस गर्नुभएको छ? तपाईलाई लाग्छ कि ताराहरूमा तपाईको विगतको बारेमा एउटा कथा लेखिएको छ जुन तपाई बुझ्न सक्नुहुन्न। म ती ग्रहहरूको भ्रमण गर्न र ब्रह्माण्डका सबै सुन्दर आकाशगंगाहरूको यात्रा गर्न सकौं भन्ने चाहन्छु। म किन पृथ्वीमा छु जस्तो लाग्दैन भनेर व्याख्या गर्न सक्थे। म किन कुनै विशेष तारा, नक्षत्र वा तारा समूहतिर आकर्षित हुन्छु भनेर जान्न चाहन्छु। यो केवल जिज्ञासा हो कि आध्यात्मिक जागरण अनुभव, एक गहिरो भित्री ज्ञान? के तपाईको आत्मा टाढाको प्रकाश प्रणालीको वंशज हो? नमस्ते प्रिय दर्शकहरू, तपाईलाई धेरै स्वागत छ साथै सञ्जय मल्लिक V1 युट्युब च्यानलमा। संसारमा धेरै कुराहरू छन् जसको उत्तर आजसम्म फेला परेको छैन, तर तिनीहरू यति शक्तिशाली छन् कि तिनीहरूले व्यक्ति र तिनीहरूको सम्बन्धमा गहिरो प्रभाव पार्छन्। ताराको बिउ भएको व्यक्तिको आत्मा जस्तै यो ग्रहसँग जोडिएको मानिँदैन, जसका कारण उसले यस्ता कुरा महसुस गर्छ जुन उसले भन्न खोज्दा पनि अरूले बुझ्न सक्दैनन्। के तपाईलाई कहिलेकाहीँ यस्तो लाग्छ कि धेरै प्रयास गरे पनि तपाई अरूसँग घुलमिल हुन सक्नुहुन्न? के परिस्थितिहरूलाई लिएर तपाईको सोच धेरै थोरै मानिसहरूसँग मात्र मिल्दोजुल्दो छ? के तपाईलाई सधैँ आफू ठाउँभन्दा बाहिर जस्तो महसुस हुन्छ? यदि हो भने तपाईको सम्बन्ध कुनै अन्य ग्रह वा स्टारसीडसँग जोडिएको हुन सक्छ। यस सम्पूर्ण अवधारणालाई स्टारसीड भन्ने शब्दको मद्दतले बुझ्न सकिन्छ। यो शब्द अहिलेको समयमा निकै प्रचलनमा आएको छ। यस्ता मानिसहरू जो स्टारसीड हुन्छन् तिनीहरूमा केही विशेष कुरा देखिन्छन्। यी कुराहरूको बारेमा जान्नुहोस् र बुझ्नुहोस् कि कतै तपाई पनि यिनै मानिसहरूमा त पर्नुहुन्न। स्टारसीडलाई स्टार, पिपल र इन्डिगो चिल्ड्रेनका नामले पनि चिनिन्छ। यो विचारलाई सबैभन्दा पहिले 1976 मा ब्रेड स्पिकरले आफ्नो किताब गार्ड्स अफ एक्वेरियस मार्फत प्रस्तुत गरेका थिए। यसका अनुसार केही मानिसहरू एलियन मानव हाइब्रिड हुन्छन् जसको वास्तविक जन्म कुनै अर्को तारा अर्थात् ग्रहमा भएको हुन्छ। यी आत्माहरू आफ्नो नयाँ जन्ममा कुनै अन्य मानव शरीरमा प्रवेश गरेर पृथ्वीमा आउँछन्। स्टारसीड आत्माहरू ती आत्माहरू हुन् जसको बारेमा विश्वास गरिन्छ कि तिनीहरू कुनै अर्को ग्रह वा आयामबाट पृथ्वीमा आएका हुन्, जसको उद्देश्य मानव जातिलाई स्वर्ण युगमा लैजानु र पृथ्वीलाई स्वस्थ बनाउनु हो। यी व्यक्तिहरू ब्रान्डसँग जोडिएको महसुस गर्छन्, अक्सर तारातर्फ एक अनौठो किसिमको चाहना राख्छन् र तिनीहरूमा तीव्र अन्तर्दृष्टि तथा अरूको भावना महसुस गर्ने क्षमता हुन्छ। स्टारसीडको कुनै विशेष शारीरिक लक्षण हुँदैन, तर तिनीहरूलाई कुनै मिशन पूरा गर्न, व्यक्तिगत चोटहरू निको पार्न वा आफ्नो वरिपरि संसारमा अझ बढी शान्ति र सद्भाव ल्याउन प्रेरित गर्न सकिन्छ। उनीहरू आफ्नो जीवनमा कुनै ठूलो मिशन वा उद्देश्यको खोजी गर्छन्। अक्सर भौतिक सुखभन्दा बढी आध्यात्मिक विकासै महत्त्व दिन्छन्। स्टारसीडहरूमा अत्यधिक सहानुभूति र अन्तर्ज्ञान हुन्छ, अर्थात् इन्ट्युसन हुन्छ, जसले गर्दा उनीहरूले अरूको भावना सजिलै महसुस गर्न सक्छन्। स्टारसीड आत्माहरू विश्वास गर्छन् कि उनीहरू यहाँ जन्मिन अर्को ग्रहबाट आएका हुन्। यी आत्माहरू पृथ्वीलाई निको पार्न अन्य आयामहरूबाट आएको दाबी गर्छन्। उनीहरूले आफूलाई स्टार पिपल वा स्टारसीड भन्छन्। केहीले तेज प्रकाशतर्फ आकर्षित भएको अनुभव गरेका छन् भने केहीले आफ्नै आत्मालाई शरीरबाट निस्कँदै गरेको महसुस गरेको बताएका छन्। ब्रिटेनकी एक महिलाले यस्तो दाबी गरेकी छिन् जसलाई सुनेर तपाईले टाउको खुजाउन बाध्य हुनुहुनेछ। महिलाको दाबी छ कि उनी मरिन लागेकी थिइन्, त्यत्तिकैमा एक एलियनले उनको आत्मासँग साटासाट गर्यो। लन्डनकी 42 वर्षीय केली टाइलरको कथा जब ITV शो दिस मर्निङ मार्फत बाहिर आयो, उनलाई सुन्नेहरू पनि छक्क परे।
यसैले व्यवसाय सल्लाहकार रहेकी महिलाको दाबी छ कि बाल्यकालमा एकपटक मृत्यु नजिकको अनुभवपछि उनको आत्मा एक एलियनको आत्मासँग बदलिएको हो। केलीको कथा यस्तो समयमा बाहिर आएको हो जब हार्वर्ड विश्वविद्यालयले हालै गरेको एक अध्ययनमा दाबी गरिएको थियो कि एलियनहरू हाम्रो बीचमै बसिरहेका छन्। केलीले भनिन् कि यो सबै तब सुरु भयो जब उनी 8 वर्षको उमेरमा कालो खोकीले गम्भीर रूपमा बिरामी भइन्। महिलाले बताइन् कि यस अनुभवको दौरान उनले आफ्नो साथी टमससँग टेलिप्याथिक सम्बन्ध विकास गरेकी थिइन् जो केवल उनलाई मात्र देखिन्थ्यो। महिलाले यो पनि बताइन् कि उनको र टमको आत्मा एउटा सम्झौता अनुसार साटासाट गरिएको छ, जसले गर्दा अहिले उनी एक स्टार सीड भएकी छिन्। स्टार सीड शब्दले ती प्राणीहरूलाई जनाउँछ जो पृथ्वी बाहेक अन्य ग्रहहरूमा पनि बसिसकेका छन् र तिनीहरूमा विशेष क्षमताहरू पनि हुन्छन्। केलीको भनाइ छ कि उनलाई एलियन शब्दको सट्टा स्टार सीड भनिनु बढी मनपर्छ, किनभने एलियन शब्दसँग धेरै कलङ्कहरू जोडिएका छन्। महिलाको विश्वास छ कि स्टार सीडहरू मानवताको सहायता गर्न पृथ्वीमा आएका हुन् र मानिसहरूलाई तिनीहरूको प्राकृतिक इन्द्रियहरूसँग जोड्नमा मद्दत गर्छन्। केलीले बताइन् कि आत्मा परिवर्तनपछि उनको बाल्यकालमा कुनै भावनात्मक सम्बन्ध बाँकी रहेन। उनका अनुसार यो घटनापछि उनको बुद्धि र सामाजिक स्थितिमा जबरजस्त सुधार आएको छ। उनी अहिले कम, लजालु र अन्तर्मुखी भएका छन्। उनको भनाइ छ कि यो सबै उनको दोस्रो सांसारिक साथीका कारण भएको हो, जसले उनको व्यक्तित्वलाई पूर्ण रूपमा परिवर्तन गरिदियो। पारसीडहरू अत्यन्तै उन्नत आध्यात्मिक प्राणी र आत्माहरू हुन् जो टाढाका ग्रह प्रणालीहरू र आकाशगंगाबाट उत्पन्न भएका हुन् जुन सामान्यतया पृथ्वीबाट धेरै टाढा छन्। यी विकसित आत्माहरूले आफ्ना भित्र विशेष क्षमताहरू र उपहारहरूका साथै प्रशस्त ज्ञान पनि राख्छन्। पृथ्वीका मानिसहरू र देवदूतहरूभन्दा फरक स्टारसीड आत्माहरू पृथ्वीमा कुनै एक विशेष मिशन वा कार्य पूरा गर्नका लागि आएका हुन्। 200 भन्दा बढी अन्य ग्रहका आत्माहरूलाई विभिन्न स्थानहरूमा अवतरण गराइएको छ। यी आत्माहरूले विभिन्न स्थानहरूमा जन्म पनि लिइसकेका छन्। यद्यपि यो सानो संख्यामा पनि विश्वास गरिन्छ कि 3 भन्दा धेरै विभिन्न प्रकारका स्टार सीड्स र स्टार बिङ्सहरू अस्तित्वमा छन्। एक कुरा त निश्चित छ, ती अत्यन्तै उल्लेखनीय छन्। सानै उमेरदेखि नै स्टार सीडलाई थाहा हुन्छ कि उनीहरू फरक छन्। सक्छ तपाईँ र अरू मानिसहरूमा शारीरिक भिन्नता नहोला, तर तपाईँले यस्तो महसुस गर्न सक्नुहुन्छ कि तपाईँ बाहिरबाट भित्रतिर हेर्दै हुनुहुन्छ। एक नयाँ सर्वेक्षणले देखाएको छ कि संसारका विभिन्न देशहरूमा बस्ने धेरै मानिसहरूको विश्वास छ कि उनीहरू वास्तवमा ग्रहलाई बचाउन पृथ्वीमा पठाइएका एलियनहरू हुन्। यी मानिसहरूले पृथ्वीलाई सुधार्न मद्दत गर्नका लागि अन्य आयामहरूबाट आएको दाबी गर्छन्। स्टारसीड आत्माहरू कुनै पनि भौतिक वस्तु, चीज वा कुनै स्थानसँग गहिरो लगाव महसुस गर्न सक्दैनन्। यसको सट्टा उनीहरूलाई सधैँ यात्रा गर्न मन पर्छ, जसको माध्यमबाट उनीहरूले नयाँ नयाँ स्थानहरू हेर्न सक्छन्। हरियाली, पहाड, नदी जस्ता चीजहरूले भरिपूर्ण स्थानहरू उनीहरूलाई सबैभन्दा बढी शान्ति दिन्छन्। लन्डनको सर्वे एजेन्सी योगाले सर्वे गरायो, जसमा पत्ता लागेको छ कि आधा ब्रिटेनका मानिसहरू सोच्छन् कि एलियनहरू अस्तित्वमा छन् र 60% विश्वास गर्छन् कि उनीहरूले युएफओ देखेका छन्। म्यानचेस्टर मेट्रोपोलिटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले भने स्टारसीडहरूको विश्वास छ कि उनीहरू दिव्य स्थानहरू र पृथ्वी बीच एक वाहक हुन्। परिधानको माध्यमबाट आकाशगंगाहरू बीच यात्रा गर्न सक्छन्। उनीहरू मानवीय सीमाहरूभन्दा पर छन् र हाम्रो आत्मासँग संवाद गर्छन्। यो भिडियो कस्तो लाग्यो कृपया आफ्नो विचार कमेन्ट बक्समा लेख्नुहोस्। यस्तै महत्त्वपूर्ण विषयहरूमा जानकारीका लागि आजै हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस्। सञ्जीव मलिक लाइफ कोच परिवारमा जोडिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।